आम्मामा छिरा छिरो छिरो छिरी गरी ए यत्रो छिर्यो नि यो त पावर होइन। नमस्कार, म विजय राणा। आज पनि तपाईहरुमा फेरि पनि एउटा नयाँ भिडियोको साथ उपस्थित भइसकेको जानकारी गराउँदछु र तपाईले देखिसक्नु भएको छ मेरो हातमा कुनै यो चाहिँ तपाईको चाहिँ गलत प्रयोजनका लागि चाहिँ निर्माण गरिएको होइन। यो चाहिँ साइन्स एक्सपेरिमेन्ट्स हैन, एउटा चाहिँ खोज अनुसन्धानको एउटा सामान्य रूप हो। यो चाहिँ स्वरूप हो। यो चाहिँ मैले यो बनाएको यो छ तपाईको चाहिँ इलेक्ट्रिक गन हैन। पक्कै पनि अब सुन्नुभएको छ होला, बन्दुक त धेरै प्रकारको हुन्छ, तर त्यो मध्येमा यो रहेको छ सबसे एकदम पावरफुल भनेको इलेक्ट्रिक गन। र यसमा चाहिँ यो जुन चाहिँ ब्यारेल छ यो चाहिँ बन्दुककै ब्यारेल हो। त्यसैगरी बन्दुकको ब्यारेलमा चाहिँ हामीले चाहिँ यो मोडिफाई गरेर यो काठको जुन चाहिँ सालको काठको, त्यसैगरी ब्याट्री, त्यसैगरी स्विच, ट्रिगर, त्यसैगरी फ्युज अनि यो केप सिस्टम जस्तो गराएर यो अर्थिङ दिएर चाहिँ हामी चाहिँ यो निर्माण गरेका छौँ। र आज चाहिँ हामी यही गन चाहिँ परीक्षण गर्न गइरहेका छौँ। कति पावरफुल छ, कति टाढोसम्म खान सक्छ भन्ने कुरा रहेको छ। भिडियोलाई अन्तिम समय र साथ दिनु। यो चाहिँ हामीले चाहिँ फायर गर्न गइरहेका छौँ। यो ट्रिगर त्यसै गरी यो लक गरिएको छु। ओके, हामी चाहिँ यसलाई फायर गर्न गइरहेका छौँ। उहाँले यहाँबाट चाहिँ फायर गर्दै हुनुहुन्छ। उहाँले चाहिँ केलाई टार्गेट गर्दै हुनुहुन्छ भन्दाखेरि त्यो चाहिँ टिनलाई फायर गर्दै हुनुहुन्छ। एकचोटि म देखाउन गइरहेको छु। फेरि पनि एकचोटि पुरै भिडियो एकचोटि हेर्नु होला है त। म चाहिँ अलि टाढा जान्छु, खिच्दैछु पुरै बोर्डलाई। ल ओके, फायर है। यसरी फायर गर्यो, खतरा गरी हान्यो। ल एकदम बबाल। र यसरी चाहिँ यहाँ चाहिँ यसरी दुलो पारे ए फेरि पुरा माथि यसरी ए चिया एकदमै बनाएको छ। यहाँबाट छेरेर यहाँ ढुङ्गा अड्किरहेको छ। हामीले ढुङ्गा राखेको थियौँ छोरा, एउटा यहाँ अड्किरहेको छ, एउटा यहाँ छेरिदियो। आम्मामा छिरा छिरो छिरो छिरी गरी ए यत्रो छिर्यो नि यो त पावर होइन। छेउ नि हान्दो रहेछ नि धक्का त। हेर्नु त यत्रो गयो त भयङ्कर टाढो गएको छ। कत्रो गएर अहिले त। ल तपाईले देखिसक्नु भएको छ, हामीले चाहिँ धेरैचोटि राउन्ड एकदम फायर पनि गरिसकेका छौँ। र यो जुन गन छ इलेक्ट्रिक बन्दुक, यसलाई चाहिँ हामी चाहिँ अब कुनै पनि हामी प्रयोजनका लागि हामी प्रयोग गर्दैनौँ। सिर्फ भनेको हामी चाहिँ यो यस्तो खालको हुन्छ है, हामी चाहिँ यसरी प्रयोग गर्न सक्छौँ भनेर एउटा भनौँ तपाईँहरू माझ चाहिँ भिडियो मात्रै ल्याएको हो। र यो जुन छ हामीले चाहिँ यो बनाएको जुन चाहिँ सामान्य गाउँघरको काठ, त्यसै गरी यो फलामको ब्यारेलहरू, त्यसै गरी लिथियम ब्याट्री हामीले एकदमै नर्मली किसिमले बनाएका छौँ। तर जस्ट पावरफुल चाहिँ छ एकदम है, किनकि यसले चाहिँ तपाईँको 90देखि 100 मिटर चाहिँ हामीले चाहिँ मार गर्न सक्छौँ। एउटा छौरा सिस्टमले पनि हामीले चाहिँ यसलाई युज गर्न सक्छौँ भने तपाईँको चाहिँ अर्को भनेको चाहिँ हामी बुलेट सिस्टमले पनि हामी युज गर्न सक्छौँ। त्यसै गरी अर्को यसको एउटा फाइदा पनि के रहेको छ भन्दाखेरि हामी यसलाई चाहिँ जस्तोसुकै पानीमा पनि हामी चाहिँ बर्खामा पनि हामीले चाहिँ युज गर्न सक्छौँ। त्यसरी यसलाई हामीले पानीमा डुबाएर पनि हामीले युज गर्न सक्छौँ, किनकि हामीले चाहिँ यसलाई जुन चाहिँ अगाडिको भाग छ यसलाई चाहिँ हामीले सेलटेप अथवा कुनै युज गऱ्यौँ भने हामीले चाहिँ पानीमा पनि युज गर्न सक्छौँ, अथवा बर्खायाममा जुन चाहिँ हुन्छ त्यहाँ युज गर्न सक्छौँ। किनकि भर्रा बन्दुकमा चाहिँ आकाशको अथवा वर्षायामको पानी पर्न साथ चाहिँ अटोमेटिक तपाईँको चाहिँ त्यो चाहिँ हुँदैन भनौँ होइन। त्यस कारण चाहिँ यो चाहिँ एकदमै बर्खायामको उसमा पनि सिजनमा पनि हामी युज गर्न सक्छौँ। र जुन चाहिँ यो ब्याट्री छ त्यसै गरी यो ब्याट्रीलाई हामीले नर्मली चार्जरले युज गर्न सक्छौँ। लिपो चार्जर पनि भन्ने गरिन्छ, ब्यालेन्स चार्ज, त्यसले चाहिँ यसले सेफ्टी पनि अपनाउँछ। र यस्तै भिडियो चाहिँ आइरहने छ। भिडियोलाई अन्तिम समय र साथ दिनलाई भन्दै म विजय राणा तपाईँहरूमा फेरि पनि बिदा हुन्छु। हस्ता, धन्यवाद। आम्मामा छिरा